सबैलाई नमस्कार। ट्युटोरियल संसारको भिडियो हेरेर बसिरहनु भएको सम्पूर्णलाई स्वागत छ। आज यस भिडियोमा म हजुरहरुलाई क्लास 9 र क्लास 10 को अप्सनल सब्जेक्टको मार्क्स कसरी इन्ट्री गर्ने भनेर सिकाउन गइरहेको छु। सो त्यो जान्नु भन्दा अगाडि हजुरले के जान्नु पर्दछ भन्दा सुरुमा हजुरलाई क्लास 9 एन्ड क्लास 10 को सब्जेक्ट म्यापिङ गर्न आउनु पर्ने हुन्छ, जुन मैले हजुरहरुलाई पहिले नै मेरो भिडियोमा देखाइसकेको छु र त्यो भिडियो म हजुरको यो आई बटनमा पनि राख्दिने छु, साथसाथै डिस्क्रिप्सनमा पनि हुनेछ। हजुरले त्यो अवश्य हेर्नु होला। सो सब्जेक्ट म्यापिङ गरिसकेपछि हजुरले के गर्नु त भन्दा मार्क्स इन्ट्रीमा जानु र यहाँ देख्न सक्नुहुन्छ म्यानेज एक्जामको सेक्सनमा चाहिँ मार्क्स इन्ट्री 1 to 12 भनेर अप्सन छ। यहाँ गएर क्लिक गर्नुस्। त्यसपछि सेलेक्ट द इयर 2081 भयो। क्लासमा क्लास 9 को सेलेक्ट गर्नुस् अनि यसलाई लोड गरिदिनु होला। हजुर लोड भइसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँनिर सब्जेक्टको नामहरु आइसकेको छ। जस्तै यहाँनिर नेपाली, इंग्लिश, म्याथमेटिक्स, साइन्स एन्ड टेक्नोलोजी, सोशल, अप्सनल म्याथमा म्याथमेटिक्स, अप्सनल 1 मा पपुलेसन एजुकेसन, अप्सनल 2 मा कम्प्युटर साइन्स र अप्सनल 2 मा अफिस म्यानेजमेन्ट एन्ड अकाउन्ट भनेर छ। सो हाम्रो कम्पलसरी सब्जेक्ट्सहरुको मार्क्स इन्ट्री हामीले जसरी अरु क्लासको गरेका छौं त्यसरी नै गर्ने हो भने अप्सनल सब्जेक्टको कसरी इन्ट्री गर्ने भन्ने हजुरलाई कन्फ्युजन लागिरा होला, किनकि एउटै क्लासमा आधी स्टुडेन्ट म्याथमेटिक्स पढाइ हुन सक्छ अनि उता पपुलेसन पनि पढाइ हुन सक्छ, और अप्सनल 2 मा कम्प्युटर साइन्स पनि पढाइ हुन सक्छ अथवा अकाउन्ट पनि पढाइ हुन सक्छ। सो त्यो के गर्ने त त्यो कन्डिसनमा भन्दाखेरि सो हजुरले अप्सनल 2 लाई सेलेक्ट गर्नुस् र यदि त्यो बच्चा सपोज फर्स्टको यो बच्चाले अप्सनल म्याथमेटिक्स लिएको छ भने यो बच्चाकोमा मार्क्स हान्दिनुस्। जस्तै पार्टिसिपेसन 3 मा सपोज मैले 2 अहिले स्याम्पलको लागि 2 हाले अनि प्र्याक्टिकल एन्ड प्रोजेक्टमा सपोज 10 छ, टोटल अफ टर्म्समा सपोज 4 छ र टोटल अफ फाइनलमा चाहिँ 70 छ। सो यो बच्चाले चाहिँ अप्सनल म्याथमेटिक्स पढेको छ, त्यही भएर मैले उसको यो मार्क्स हाने। सो अब सेकेन्ड बच्चाले यदि अप्सनल म्याथमेटिक्स पढेको छैन भने यसलाई इज एब्सेन्ट नराख्दिनु होला, यसलाई एज इट इज 0 भनेर राख्दिनु। हजुरको 0 राख्दाखेरि पछि ग्रेड सिट निकाल्दाखेरि एनजी यहाँ देखिन्छ, तर एनजी देखेर पनि केही पनि फरक पर्दैन। सो जुन सब्जेक्ट पढेको छ त्यो पढेको सब्जेक्टको मार्क्स हान्दिनु अनि बाँकी रहेको नपढेको सब्जेक्टको चाहिँ हजुरले एज इट इज 0 हान्दिनु। अनि फेरि अब सपोज यही सेकेन्ड कलले म्याथ पढेको थिएन तर उसले के पढ्यो पपुलेसन पढाएछ भने उसलाई के गर्नु पर्यो त अब हजुरले पपुलेसनको सेलेक्ट गर्दाखेरि पपुलेसनकोमा चाहिँ उसको मार्क्स हान्दिनु पर्यो। तर अघि त्यो रोल नम्बर 1 को चाहिँ अप्सनल म्याथमेटिक्स पढेको थियो, सो उसको मार्क्स अघि नै चढिसकेको भएर यसलाई चाहिँ एज इट इज छोडिदिने हो। सो क्लास 9 को केसमा यो भयो। सो क्लास 10 को मा पनि हजुरले गर्ने त्यही नै हो। क्लास 10 लाई ओपन गर्नुस्, ओपन गरिसकेपछि यसलाई लोड गरिदिनुस्। सो यहाँ पनि देख्न सक्नुहुन्छ अप्सनल सब्जेक्ट्सहरु छ। सो जुन बच्चाले जे पढेको छ त्यो सब्जेक्टको मार्क्स हान्दिनुस् र यदि त्यो सब्जेक्ट पढेको छैन भने त्यसलाई एज इट इज 0 मै राख्दिनुस्। एनजी आएर फरक पर्दैन, जुन मैले हजुरलाई पहिले भनिसके। र क्लास 10 को चाहिँ हजुरहरूले अहिले गर्नु पर्दैन किनकि एससी को रिजल्ट आएको छैन। यो चाहिँ हाम्रो एससी को रिजल्ट आएपछि बल्ल गर्ने हो। सो अहिलेको केसमा हजुरले 9 सम्म मात्रै गर्नुपर्ने हुन्छ। क्लास 8 को बीएलई को रिजल्ट आइसकेको कारणले हामीलाई बीएलई को मार्क्स इन्ट्री गर्न दिदैन। जस्तै मैले यहाँ ट्राई गरे भने क्लास 8 लाई मैले सपोज लोड गरे भने यहाँ देख्न सक्नुहुन्छ यहाँ दिदैन इन्ट्री गर्न हामीलाई। सो अहिलेको केसमा हामीले कुन क्लासको इन्ट्री गर्नुपर्छ भन्दा ईसीडी लेभलको गर्नु परेन, 1 2 3 4 5 6 7 8 को परेन, 9 अनि फेरि 10 को गर्नु परेन। सो यसरी नै हजुरहरूले 9 र 10 को अप्सनल सब्जेक्ट्सहरुको मार्क्सलाई इन्ट्री गर्न सक्नुहुन्छ। आशा छ हजुरलाई यो भिडियो मन पर्यो। यदि यो भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र साथसाथै आफ्नो इमेजमा काम गर्ने साथीहरुलाई अथवा सरहरुलाई यो भिडियो शेयर गरी उहाँहरुलाई मद्दत पुर्याइदिनु होला। हस्त, धन्यवाद।